वर्षमा घुम्न जाने सबै तयारी भयो त? सबै तयारी त भयो कि नानी, प्लान क्यान्सल गर्न मात्रै बाँकी छ भनेर मात्रै यो भिडियो पोस्ट गरेको थिएँ होइन। यो भिडियो चाहिँ जो चाहिँ काठमाडौँमा हुनुहुन्छ अनि घुम्न जानको लागि धेरै पैसा पनि छैन, धेरै समय पनि छैन उहाँहरूको लागि हो होइन। केही समय अगाडि चाहिँ हामीहरू यो चोबारको डाँडा गएको थियौँ। चोबारको डाँडामा तपाईँहरू चाहिँ के देख्न सक्नुहुन्छ होइन। थोरै पैसामा पनि कसरी घुमेर आउन सकिन्छ भन्ने कुरा चाहिँ म देखाउँछु। हामीहरू चाहिँ अब कहाँ जाने भनेको गेस गरिदिरहेको थियौँ कि सोचिरहेको थियौँ। अनि हामीले ठ्याक्कै चोबारको डाँडा हेर्न जाऊँ न त भनेर गएका थियौँ कि होइन। यो चोबारको डाँडा चाहिँ तपाईँहरूले काठमाडौँको इतिहास, नेपालको इतिहास पढ्ने जसलाई पनि थाहा छ कि होइन। काठमाडौँ चाहिँ धेरै वर्ष पहिले एउटा ठुलो तलाउ थियो अरे होइन। अनि कसले एकजना चाइनाबाट आएको मन्जुश्री नाम गरेको व्यक्तिले चाहिँ चोबारको यही गल्छीबाट चाहिँ आफ्नो तलवारले काटेर पानी कटाएर चाहिँ काठमाडौँ उपत्यकामा पछि बस्ती बसालेको भन्ने कुरा थाहा छ नि अनुष्का? थाहा छ। हो, यहाँनिर चाहिँ एउटा मन्जुश्री पार्क पनि छ होइन घुम्न जानको लागि होइन। अनि हामीहरूले चाहिँ त्यहाँ मन्जुश्री पार्कमा जानको लागि धेरै पैसा पनि लाग्दैन है, ठ्याक्कै 50 रुपियाँ मात्रै। अनि त्यहाँनिर चाहिँ भित्र गुफाहरू पनि छन् कि, धेरै खालको गुफाहरू पनि छन्। अनि त्यहाँनिर जानको लागि हामीले चाहिँ टिकट सिकट काट्यौँ होइन। अनि त्यसपछि माथि गयौँ कि डाँडामा। अनि बाबाले त एकदमै गाह्रो भयो, स्यास्या फ्याफ्या गर्नु हुँदैछ। अनुष्का पनि गाह्रो भयो भनेर गलेर हैरान भएको छ कि। यो ठाउँ चाहिँ मलाई बेस्ट प्लेस लागेको छ होइन। अब तपाईँहरूले यहाँनिर खानासाना पकाएर टक्क तयार पारेर फ्यामिली पिकनिक जान सक्नुहुन्छ, साथीभाइसित पनि जान सक्नुहुन्छ कि। मलाई चाहिँ यहाँनिर कस्तो रमाइलो लाग्यो कि, एकदम डाँडामा पनि होइन, एकदम हिस्टोरिकल प्लेस पनि होइन, मन्दिर पनि सबै हिसाबले चाहिँ एकदमै राम्रो लाग्यो होइन। यहाँ चाहिँ चट्टानहरू छ कि यस्तो, यसलाई चाहिँ चट्टानहरू पनि छ। अनि यहाँ हामीले फोटो सेसन पनि गऱ्यौँ होइन। अनि यहाँनिर चाहिँ बेरियरहरू पनि लगाइएको छ कि मान्छेहरू नलडुन् भन्नको लागि होइन। त्यसपछि चाहिँ अब हामीहरू गुफातिर पनि जाने भन्दै गयौँ कि। अनि गुफाहरू चाहिँ यतिखेर बाढीहरूले गर्दाखेरि भत्केको रहेछ। तल अस्ति जलविनायक मन्दिर देख्नु पनि भयो होला तपाईँहरूले, टिकटकमा निकै भाइरल भएको थियो त्यो बाढी, असोजमा बाढी आएको बेलामा होइन। हामीले के कति असर गरेछ भनेर त्यो पनि हेऱ्यौँ, तर मन्दिरको भिडियो बनाउन अलाउ थिएन अनि गरेनौँ। त्यसपछि चाहिँ हामी झर्दैछौँ गुफाहरू खोज्दै हेर्नु न, ठ्याक्कै घाम डुब्ने बेलामा कस्तो राम्रो दृश्य देखेको छ माथिको। अनि यति मात्रै छैन कि, एकदमै राम्रो पनि ठाउँ छ। अनि हामीहरू गुफामा जान खोज्यौँ कि। अनि यहाँ मन्जुश्री पार्क पनि छ होइन। अनि त्यसपछि यस्तोमा चाहिँ अलि जान अप्ठ्यारो थियो कि। बुवा र म चाहिँ फेरि नयाँ कुरा सिक्ने जान्ने इच्छा लाग्छ नि, हामीले त कहाँ नगरी हुँदैन। बुवा माथि जानुभयो, मैले फोटो खिच्दै। अनि यहाँनिर एउटा पुल छ, यो झोलुङ्गे पुल चाहिँ नेपालको पहिलो झोलुङ्गे पुल हो। यो चाहिँ करिब 122-25 वर्ष पुरानो पुल हो। यसलाई चाहिँ चन्द्र शमशेरले चाहिँ बनाउनु भएको थियो। त्यसपछि चाहिँ हामी यहाँ चाहिँ